नमस्कार। परिच्छेद 14 स्थानीय सरकार सञ्चालन ऐन परिच्छेद 14 को बारेमा आज हामी छलफल गर्नेछौँ। स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद 14 मा विशेष संरक्षित वा स्वायत्त क्षेत्र सम्बन्धी व्यवस्था रहेको छ। आज हामी चर्चा गर्नेछौँ स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद 14 अन्तर्गत विशेष संरक्षित वा स्वायत्त क्षेत्र सम्बन्धी व्यवस्थाको बारेमा। आदरणीय दर्शकबिन, स्थानीय सरकार सञ्चालन ऐनको दफा 79 अनुसार दफा 79 मा के उल्लेख गरेको छ भने विशेष संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सक्ने भनेर व्यवस्था गरेको छ। नेपाल सरकारले सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासको लागि प्रदेश सरकारको परामर्शमा देखाएको कुनै क्षेत्रलाई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विशेष संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सक्ने छ भनेर स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था गरेको छ। यस्तै गरिकन क नम्बरमा कस्तो कस्तो ठाउँलाई गर्ने भनेको छ भने कुनै एक वा एक भन्दा बढी जिल्ला भएमा, त्यसपछि कुनै एक वा एक भन्दा बढी गाउँपालिका वा नगरपालिका भएमा, नगरपालिकालाई वा कुनै गाउँपालिका वा नगरपालिकाको कुनै एक वडा वा एक भन्दा बढी वडालाई गर्न सक्ने व्यवस्था चाहिँ नि रहेको छ स्थानीय सरकार सञ्चालन ऐनको दफा 79 अनुसार। यस्तै गरिकन दफा 79 को उपदफा 2 मा के उल्लेख गरेको छ भने उपदफा 1 बमोजिम विशेष संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्दा देखाएका आधारहरू लिनुपर्नेछ भनेर भनेको छ। जस्तै कमा विशेष क्षेत्रको लागि यातायात तथा पूर्वाधारको अभावको कारण भौगोलिक रूपमा दुर्गम रहेको अनि गरिबीको रेखामुनि रहेको, जनसङ्ख्याको प्रतिशत र गरिबीको विषयमा राष्ट्रिय औसत भन्दा बढी रहेको, आर्थिक र सामाजिक रूपले पिछडिएका समुदायको बाहुल्य रहेको अनि नेपाल सरकारले उपयुक्त ठानेको अन्य कुनै आधारहरू। त्यस्तै गरिकन खमा उल्लेख गरेको छ संरक्षित क्षेत्रको लागि अल्पसंख्यक सीमान्तकृत वा लोपोन्मुख समुदायको बसोबास रहेको भनेर भनेको छ संरक्षित क्षेत्रको लागि। अनि 2 मा छ उपखण्ड 1 बमोजिमको समुदायको सामाजिक तथा आर्थिक विकासका सूचकहरू राष्ट्रिय औसत भन्दा कम रहेको देखिएमा। यस्तै गरिकन 3 नम्बरमा छ नेपाल सरकारले उपयुक्त ठानेको अन्य कुनै आधारहरू भएमा। त्यस्तै गरिकन स्वायत्त क्षेत्रको लागि भनेर भनेको छ। स्वायत्त क्षेत्र कस्तो क्षेत्रलाई उल्लेख गर्ने भन्ने कुरा पनि यहाँ उल्लेख गरेको छ। एकै भाषा वा संस्कृति भएका समुदायको सघन उपस्थिति र बाहुल्यता रहेको क्षेत्रलाई स्वायत्त क्षेत्र घोषणा गर्न सक्ने भनेर भनेको छ। यस्तै गरिकन उपखण्ड 1 बमोजिमको समुदायको सामाजिक तथा आर्थिक विकास सूचक राष्ट्रिय औसत भन्दा कम रहेको देखिएमा यस्तो अवस्थामा चाहिँ नि संरक्षित क्षेत्र घोषणा गर्न, स्वायत्त क्षेत्र घोषणा गर्न सकिन्छ। त्यस्तै गरिकन नेपाल सरकारले उपयुक्त ठानेको अन्य कुनै आधार रहेमा पनि स्वायत्त क्षेत्र घोषणा गर्न सक्ने भनेर स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख गरेको छ।
आदरणीय जनसमुदायहरू, अब हामी विशेष कार्यक्रम सञ्चालन गर्न सक्ने भन्ने व्यवस्थाको बारेमा चर्चा गर्नेछौँ। यो स्थानीय सरकार सञ्चालन ऐनको दफा 100 मा उल्लेख छ। विशेष कार्यक्रम सञ्चालन गर्न सक्ने भनेर दफा 79 बमोजिम कायम गरेको विशेष संरक्षित वा स्वायत्त क्षेत्रको विकासको लागि नेपाल सरकार तथा प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गर्न वा त्यसका लागि थप बजेट उपलब्ध गराउनु पर्नेछ भनेर उल्लेख गरिएको छ। त्यस्तै गरिकन 101 मा दफा 101 मा विशेष कार्यक्रम गर्दा स्थानीय तहसँगको समन्वय गर्ने भनेर भनेको छ। नेपाल सरकार तथा प्रदेश सरकारले विशेष संरक्षित वा स्वायत्त क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित जिल्ला सभा, गाउँपालिका तथा नगरपालिकासँग समन्वय गर्नुपर्ने छ भनेर व्यवस्था रहेको छ। यसरी हामीले स्थानीय सरकार सञ्चालन ऐनको आधारमा हामीले विशेष संरक्षित वा स्वायत्त क्षेत्र सम्बन्धी व्यवस्थामा टेकेर हामी छलफल गर्न सक्छौँ र त्यस्तो क्षेत्रहरू घोषणा गर्न सक्ने व्यवस्था चाहिँ नि रहेको छ। यो व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनमा स्पष्ट रूपमा उल्लेख गरेको छ र सम्पूर्ण जनसमुदायले र त्यो क्षेत्रको बासिन्दाले यो आधारमा माग गर्दा अझ छिटो छरितो स्वायत्त विशेष संरक्षित वा स्वायत्त क्षेत्र घोषणा हुन सक्ने सम्भावना रहन्छ। त्यसैले यो जानकारी कस्तो लाग्यो तपाईहरुलाई? पक्कै पनि यो जानकारी उपयोगी लाग्यो होला भन्ने आशा सहित हामी आज को विषयवस्तु यति नै गर्नेछौँ। आदरणीय दर्शकबिनहरू, हाम्रो यो जानकारीमूलक भिडियो कस्तो लाग्यो? पक्कै पनि राम्रो लागेको छ भने अन्य साथीहरू समक्ष शेयर गरिदिनु होला, हाम्रो भिडियोलाई लाइक गरिदिनु होला, हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्ने आशा सहित अहिले बिदा हुन्छौँ। हस्त, धन्यवाद, नमस्कार।